हेलो साथीहरु, यहाँहरु सबैजनालाई नमस्कार। आज हामी छलफल गर्ने विषय भनेको इटिभी को बारेमा। इटिभी मा कसरी हामीले इटिभी को बिरामी दर्ता गर्ने, कसरी एड गर्ने, एग्रिगेटेड डाटाहरु कसरी इन्ट्री गर्ने भन्ने विषयको सन्दर्भमा र अर्को विषय भन्नुहुन्छ भने तपाईको चाहिँ न्यू अहिलेको चाहिँ आएको लेटेस्ट अपडेटको बारेमा चाहिँ हामीले यो विषयमा छलफल गर्ने छौं। र हामीले आज छलफल गर्ने विषय भनेको यति नै हो। टिभी को बारेमा अहिले लेटेस्ट आएको कुराकानी भनेको स्टक म्यानेजमेन्ट भन्ने विषयको सन्दर्भमा पनि हामीले केही छलफल गर्ने छौं। स्टक म्यानेजमेन्ट चाहिँ अहिलेको अवस्थामा इटिभी मा चाहिँ एउटा नयाँ फिचरको रूपमा आएको छ। यसमा चाहिँ तपाईले चाहिँ औषधिहरु चाहिँ सबै माग गर्न सक्ने र नयाँ औषधिहरु चाहिँ राख्न सकिने व्यवस्था चाहिँ इटिभी मा जोडिएको छ। यही विषयमा रहेर हामी आजको भिडियोमा छलफल गर्ने छौं। यहाँहरु सबैजनाले अन्तिमसम्म यो भिडियो हेर्नु होला र हाम्रो च्यानललाई लाइक, सब्स्क्राइब र शेयर गर्न पनि नभुल्नु होला भन्ने कुराकानी चाहिँ म यहाँहरु समक्ष राखे। र इटिभी मा तपाईको यो सबैभन्दा पहिला हामीले यो पोर्टल कसरी खोल्ने भन्ने विषयको सन्दर्भमा तपाईलाई थाहा नै छ। यहाँ माथि टपमा देखाइएको छ। यही हो यसको चाहिँ पोर्टल के रे युआरएल चाहिँ। यो युआरएल सर्च गरेर तपाई छिर्नु भयो भने एउटा इटिभी को चाहिँ लगइन युजर खुल्छ र तपाईले आफ्नो आईडी पासवर्डहरु चाहिँ राख्नुभयो भने हामी इटिभी भित्र चाहिँ छिर्छौं। र इटिभी भित्र छिरिसक्यो भने इटिभी एउटा तपाईको ठ्याक्कै संस्थाको रजिस्टर जस्तै हो। यस्तै नि यसले काम गर्छ र यहाँले चलाइ पनि राख्नु भएको होला। यसमा के छ भन्नुहुन्छ भने सबैभन्दा पहिला हामीले यो इटिभी बाट डाइरेक्ट DHIS2 मा डाटाहरु फाल्ने भएको कारणले गर्दा सबैभन्दा हामीले चाहिँ DHIS2 को पासपोर्ट चाहिँ यो इटिभी मा चाहिँ सेट गर्नुपर्ने हुन्छ। तपाईले यदि चाहिँ DHIS2 को पासपोर्ट चेन्ज गर्नुभएको खण्डमा चाहिँ इटिभी मा आएर पनि त्यो पासपोर्ट अद्यावधिक गर्नु पर्यो र EHMS लागू भएका संस्थाहरुले EHMS मा पनि त्यो DHIS2 को पासपोर्ट चाहिँ अद्यावधिक गर्नुपर्ने हुन्छ। र त्यो खण्डमा चाहिँ हामीले सबैभन्दा पहिला यो साइडमा तपाईको संस्थाको नाम देखाएको हुन्छ। संस्थाको नाम देखाएको ठाउँमा चाहिँ क्लिक गर्नुभयो भने दुईटा अप्सन दिन्छ। एउटा कि लगआउट भएर बाहिर निस्किनुस् कि चाहिँ प्रोफाइल हेर्नुस् भन्ने ठाउँ छ। यो प्रोफाइलमा क्लिक गर्नुभयो भने तपाईको संस्थाको विस्तृत विवरण र त्यो फोकल पर्सनको चाहिँ डिटेल राख्न सकिन्छ हामीले इटिभी को चाहिँ फोकल पर्सनको चाहिँ। यसमा के छ भन्नुहुन्छ भने सबैभन्दा पहिला हामीले यो इटिभी को चाहिँ के रे DHIS2 को चाहिँ युजर पासवर्डको बारेमा छलफल गरौँ। यहाँनेरि तपाईको एउटा साइटमा देख्न सक्नुहुन्छ DHIS2 को चाहिँ आईडी पासवर्ड राख्ने छ। यो राख्दाखेरि महत्त्वपूर्ण एकदमै तपाईले ध्यान दिनुपर्छ किनकि यदि तपाईले यो यहाँनेरि चाहिँ युजर आईडी रङ राख्नुभयो, पासवर्ड रङ राख्नुभयो भने त्यस्तो अवस्थामा इटिभी बाट डाइरेक्ट DHIS2 मा चाहिँ डाटा जाँदैन र एरर देखाउँछ, सबमिट हुँदैन। यसलाई चाहिँ मुख्यतया ध्यान दिएर तपाईहरुले चाहिँ सेट गर्नु होला है। यो सेट गर्ने कुराकानी चाहिँ यति नै भयो। र अरु भनेको संस्थाको डिटेल राख्नुपर्ने कुराकानी छ। यहाँ तपाईँको संस्थाको नाम, संस्थाको चाहिँ इमेल आईडी र फोन नम्बर भनेको छ। संस्थाको छ भने संस्थाको राख्नुस्, नभयो भने तपाईको इटिभी को फोकल पर्सन को हुनुहुन्छ उहाँको राख्दाखेरि हुन्छ। र अफिसको एड्रेस सबै कुराकानी चाहिँ सेभ गर्दै जानुस्। र यदि पासवर्ड चेन्ज गर्नुपर्ने त्यस्तो छ भने पनि तपाईले यहीँबाट पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ। यदि छैन भने परेन। अनि तपाईको संस्था चाहिँ कुन साइट हो, जस्तै अब डट साइट त यतिकै भइहाल्यो। त्यसमध्येमा पनि जस्तै अब माइक्रोस्कोपिक सेन्टर हो कि हैन, अनि तपाईको चाहिँ जिन एक्सपर्ट सेन्टर हो कि हैन भन्ने छ। यसलाई तपाईले चाहिँ लक अनलक गर्न सक्नुहुन्छ। र यति गरिसकेपछि तपाईले यसलाई सेभ अथवा अपडेट गर्नुभयो भने अटोमेटिक रूपमा तपाईको अपडेट हुन्छ र तपाईको डाटा चाहिँ सही ठाउँमा जान्छ। र अहिलेको अवस्थामा सबैभन्दा पहिला हामी के गरौँ भन्दा मेन मेनुमा जाऊँ। मेन मेनुमा के छ भन्नुहुन्छ भने तीन चारवटा कुराकानी छ। एउटा डैशबोर्ड छ, एउटा फिडब्याकको कुराकानी छ र एउटा रजिस्टर मोनिटरिङको कुराकानी छ र पेशेन्ट डिटेल रिपोर्ट छ र रिसोर्स छ। डैशबोर्डमा केही पनि छैन। तपाईको डैशबोर्ड एउटा चाहिँ सामान्य किसिमको चाहिँ तपाईको जसरी तपाईकोमा कतिवटा केस छ अनि कतिवटाले औषधि खाइराख्नु भएको छ, एचआईभी को स्ट्याटसको बारेमा, ड्रग सेन्सिटिभ स्ट्याटस टेस्टको बारेमा, यो सबै तपाईको चाहिँ नम्बरमा प्लस तपाईको चाहिँ अरु प्रतिशतमा पनि हेर्न सक्नुहुन्छ है। यो के कति रूपमा चाहिँ फैलिएको छ भन्ने कुराकानी चाहिँ यसरी रूपमा चाहिँ सर्टली रूपमा तपाईको चाहिँ एनालाइसिस गर्ने ठाउँ नै तपाईको डैशबोर्ड हो। यो जुन आर्थिक वर्षको पनि हेर्न मिल्छ। तीनटै आर्थिक वर्षको चाहिँ के रे अहिलेसम्मको हालसम्मको आर्थिक वर्ष जुन तपाईको चाहिँ संस्थामा इटिभी को रूपमा दर्ता भएका चाहिँ बिरामीहरुको डिटेलको रूपमा हेर्न सकिन्छ यो डैशबोर्डबाट। जस्तै अहिले म 81-82 मा छु। अब 82-83 लाग्यो भने त्यही हिसाबले यहाँ आर्थिक वर्ष अटोमेटिक रूपमा चेन्ज हुन्छ। र यदि मलाई 80-81 को हेर्न मन लाग्यो भने यहाँनेर एउटा एरो दिएको छ।
यो एरोमा तपाईँले क्लिक गर्नुभयो भने सबै किसिमका आर्थिक वर्ष खुल्छन्। योभन्दा पहिलाको चाहिँ इटिभी लागू भए पश्चातका चाहिँ आर्थिक वर्षहरू चाहिँ खुल्छन्। त्यसै गरेर चाहिँ मैले जस्तै 80 81 मा मेरोमा कतिवटा केस रहेछन् भन्ने हेर्नु छ भने 80 81 क्लिक गर्ने बित्तिकै यहाँनिर मलाई चाहिँ 4वटा केस देखाइसकेको छ। 4वटा केस रजिस्टर गर्यो, एचआइभी स्ट्याटस 4वटाले जाँच्यो, जतिले जाँच्नु पर्ने थियो त्यतिले नै जाँचेको रहेछ। र कन्ट्रिब्युसन बाई प्राइभेट सेक्टरबाट चाहिँ एउटा आएको रहेछ र त्यो चाहिँ सेल्फबाट चाहिँ बाँकी 3वटा आएको रहेछन् भन्ने कुरामा चाहिँ यसले मलाई डाटा दियो। र यहीँ क्लिक गर्नुभयो भने त्यो केसहरू देखाउँछ। जानेर तपाईँको चाहिँ केस देखाएको छ त्यही ठाउँमा क्लिक गर्नुभयो भने यो केसको बारेमा डिटेल रूपमा देखाउँछ। जानेर कि तपाईँको यो मेन मेनुमा गएर ड्यासबोर्डमा जानुभयो, जस्तै यहाँनिर मलाई 4वटा केस देखाएको छ। एउटा केस देखाएको छ उदाहरणको लागि अहिले ल अघिल्लो आर्थिक वर्षकोमा जाउँ, एउटा 80 81 कोमा यसमा 4वटा केस देखाएको छ। यो 4वटै केसको चाहिँ अवस्था के छ, कतिजना चाहिँ ट्रिटमेन्ट भए, कतिजना चाहिँ तपाईँको ट्रिटमेन्ट कम्प्लिट गरेनन् भन्ने कुराकानीको चाहिँ विवरण चाहिँ यहीँ क्लिक गर्नुभयो भने हातको आइकन आएको छ, यसमै क्लिक गर्नुभयो भने ठ्याक्कै त्यो बिरामीको विस्तृत आउँछ। यहाँनिर मलाई चाहिँ एउटा दुईवटा मैले स्क्रिन जुम गरेको कारणले गर्दा अलिक थोरै देखायो। यसरी हेर्नुभयो भने सबै केसहरूको विस्तृत विवरण यहाँनिर देखाउँछ। सबै हाम्रो हरियै छन् किनकि हुनुपर्ने पनि हरियो थियो, किनकि गएको आर्थिक वर्षको हामीले डाटा हेरिरहेका छौँ, हरियो हुनुपर्छ। र यसमा केही पनि छैन, तपाईँको चाहिँ 3टा कलर हुन्छ। इएचएमआइएसको चाहिँ यस्तो ड्यासबोर्डमा तपाईँको हरियो अघिल्लो गएको वर्षको चाहिँ हरियो बोलेको हुनु पऱ्यो भने हालको वर्षको चाहिँ रातो चाहिँ नबलेको हुनु पऱ्यो है। हरियो अथवा चाहिँ सेतो रङको चाहिँ तपाईँको ड्यासबोर्डमा यसरी देखिनु पऱ्यो। यदि देखिएको छैन भने त्यस्तो अवस्थामा तपाईँको चाहिँ के इरोर भएको छ भन्ने बुझिन्छ। यहाँनिर चाहिँ के अरे रातो पिङ्क कलरको चाहिँ आएको छ भने त्यस्तो अवस्थामा तपाईँले चाहिँ यसको चाहिँ कन्भर्जन चाहिँ गर्नुभएको छैन कि चाहिँ तपाईँको चाहिँ 2 महिना 5 महिना र उपचारको अन्तिममा चाहिँ जाँच्नुपर्ने खकारको रिपोर्ट राख्नु भएको छैन अथवा चाहिँ तपाईँले चाहिँ यो बिरामीको चाहिँ आउटकम निकाल्नु भएको छैन भन्ने कुराकानी चाहिँ यदि यहाँनिर रातो देखाएको छ भने त्यो अवस्थामा देखाउँछ। त्यस्तो देखाएको छ भने तपाईँले केही गर्न चाहिँ बाँकी छ भनेर बुझ्नु होला। हरियो छ भने तपाईँको आउटकम आइसक्यो, तपाईँ एकदम सही ट्र्याकमा हुनुहुन्छ भन्ने बुझाउँछ भने सेतो यस्तै सेतो कलरमा बिरामीको यहाँ सेतो देखाएको छ भने बिरामी चाहिँ अहिले ट्रिटमेन्टमै छ, कन्टिन्यू रूपमा तपाईँले काम गरिराख्नु भएको छ भन्ने कुराकानी चाहिँ सेतो रङले चाहिँ देखाउँछ। हरियो तपाईँको चाहिँ ट्रिटमेन्ट कम्प्लिट भयो भन्ने देखाउँछ। रातोले चाहिँ तपाईँको चाहिँ केही कुराकानी चाहिँ यहाँ इरोड छ भनेर चाहिँ नोटिस गर्छ। यो कुराकानी चाहिँ तपाईँले बुझिसक्नुभयो। र अरू भनेको यसमा एडभान्स रिसर्च छ, यहाँबाट तपाईँले एडभान्स तरिकाले चाहिँ सर्च पनि गर्न सक्नुहुन्छ, जुनसुकै आर्थिक वर्षको पनि हेर्न सक्नुहुन्छ। र टिभीको टाइप तपाईँको थाहा नै छ, 3वटा चाहिँ टाइप हुन्छ, त्यो 3टै टाइपलाई चाहिँ सिलेक्ट गरेर हेर्न सक्नुहुन्छ। पिबिसीको बिरामी कति छ, अनि अरू भनेको चाहिँ तपाईँको यहाँ आउटकम हेर्ने कि तपाईँको चाहिँ इन्कम्प्लिट रजिस्ट्रेसनको बारेमा हेर्ने कि रिफर गरेको हेर्ने कि समुदायबाट आएको, यो जे तपाईँलाई हेर्न मन लागेको छ यो सबै कुराकानी यहाँ राखिदिएको छ। यही अनुसार सिलेक्ट गरेर तपाईँले फिल्टर गरेर कुन महिनाको हेर्ने, आर्थिक वर्षको हेर्ने, कतिदेखि कतिको हेर्ने, सबै कुराकानी हेरेर हामीले सर्च गर्न सक्छौँ र बिरामीको डिटेल यसमा आइहाल्छ है। अनि अर्को भनेको डाउनलोड गर्न पनि सकिन्छ। हामी चाहिँ यो यसै बिरामीहरूको सम्पूर्ण विवरण चाहिँ एक्सेलमा डाउनलोड गर्न सक्ने व्यवस्था पनि इटिभीको चाहिँ यो पेसेन्ट डिटेलमा राखेको छ। फिडब्याकको बारेमा म धेरै गएन, तपाईँले हेरिसक्नुहुन्छ, यसमा धेरै समस्या पनि छैन। र तपाईँलाई इटिभी चाहिँ चलाउन गाह्रो भएको छ त्यस्तो अवस्थामा यहाँ रिसोर्स राखिदिएको छ, स्रोत। यसमा ट्युबरकुलोसिस ट्रिटमेन्ट गाइडलाइन पनि राखिदिएको छ। त्यसपछि अर्को चाहिँ यो डायबिटिसको लागि तलको चाहिँ नेसनल ट्युबरकुलोसिस म्यानेजमेन्ट गाइडलाइन भइहाल्यो। अनि फ्याक्ट सिट एनिडेक्सको चाहिँ एप्लिकेसन, अनि टिभीपीटीको बारेमा इटिभी युजर म्यानुअलको बारेमा पनि यहाँ छ, यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ। यो ड्यासबोर्डभित्र चाहिँ लुकेर मेन मेनुको चाहिँ भित्र चाहिँ रिसोर्स रहेको छ। र अहिले मैले यो भित्र यति नै भने। र मेन मेनुको बारेमा हामीले भनेर सकाइसक्यौँ। अब हाम्रो सेसन भनेको डाटा एन्ट्रीको बारेमा। यो एरो दिइसकेपछि चाहिँ यो भित्र केही छ, धेरै कुरा लुकेको छ भन्ने जनाउँछ। डाटा एन्ट्रीमा 2-4वटा कुराकानी इम्पोर्टेन्ट छ। एउटा तपाईँको नयाँ बिरामी दर्ता, क्षयरोगको बिरामीहरू, बिरामी स्थानान्तरण र एग्रिगेटेड डाटा भन्ने छ। यो यति कुराकानी चाहिँ एकदमै महत्त्वपूर्ण छन्। नयाँ बिरामी दर्तामा क्लिक गर्नुभयो भने नयाँ बिरामी दर्ता गर्नुहोस् भनेर चाहिँ एउटा पोर्टल खुल्छ। कुनै बिरामी तपाईँकोमा अथवा भरतपुर, काठमाडौँ कुनै अन्य सेक्टरबाट चाहिँ तपाईँकोमा आयो भने त्यस्तो अवस्थामा अथवा तपाईँकै संस्थामा जचाएर पोजिटिभ आएको खण्डमा तपाईँले आफ्नो ठाउँमा चाहिँ नयाँ भनेर दर्ता गर्न सक्नुहुन्छ। अथवा एउटा अर्को कुराकानी चाहिँ के छ भने नयाँ भन्नाको मतलब टिभीमा नयाँ भनेको चाहिँ के हो भन्ने कुराकानी चाहिँ तपाईँले बुझ्नुपर्छ। टिभीमा नयाँ भनेको चाहिँ के हो त भन्नुहुन्छ भने कहिले पनि तपाईँको
इटिबीमा दर्ता नभएको केस है। यो इटिबीमा चाहिँ दर्ता नभएको केस नयाँ हो। अर्को भनेको यहाँनिर चाहिँ हेरौँ 60 अथवा चाहिँ सोभन्दा कम दिन चाहिँ औषधि खाएको बिरामी चाहिँ तपाईँको के त भन्दाखेरि त्यो नयाँ बिरामी हो हाम्रो लागि चाहिँ। त्यसरी पनि चाहिँ तपाईँले बुझ्नुपर्ने हुन्छ। म तपाईँलाई गाइडलाइन नै एकचोटि देखाउनु गएँ। गाइडलाइनमा पनि स्पष्टै छ होला, यहाँ खोलिसक्यो गाइडलाइन चाहिँ। नयाँ भनेको चाहिँ पेसेन्ट हु हेभ नेभर बिन ट्रिटेड, कहिले पनि उपचार नगरेको र सरी म 2 महिना भनेको अघि 60 दिन भने लेस देन 1 मन्थ 30 दिनभन्दा कम औषधि खाएको तपाईँको इटिबीमा दर्ता नभएको यति केसलाई चाहिँ हामीले चाहिँ नयाँ भनेर चाहिँ बुझ्छौँ है। त्यसपछि रिल्याप्स भनेको तपाईँलाई थाहा नै छ, यहाँ क्लियर रूपमा लेखिदिएको छ, यी कोही काहीँ पढ्नु होला। र ट्रिटमेन्ट आफ्टर फेलर भनेको चाहिँ तपाईँलाई थाहा नै छ, हामी 3 पटक चाहिँ ट्रिटमेन्ट चाहिँ गर्छौँ। त्यो बिचमा चाहिँ पोजिटिभ आएको केसमा हामीले ट्रिटमेन्ट फेलर भन्छौँ 5 महिना अथवा चाहिँ ट्रिटमेन्टको अन्तिममा चाहिँ गएर। ट्रिटमेन्ट लस टु फलोअप भनेको कारण तपाईँलाई अवगत नै छ। यो हामी 60 दिनको सम्म पनि आएन बिरामी हाम्रो कन्ट्याक्टमा आएन भने त्यस्तो अवस्थामा हामी ट्रिटमेन्ट लस टु फलोअप भनेर राख्छौँ। यसको पनि तपाईँको विशेष गाइडलाइन छ। यो भित्र चाहिँ तपाईँको 30 दिनभन्दा कम छ भने हामीले खकाको जाँच गर्छौँ, नेगेटिभ आए पनि पोजिटिभ आए पनि त्यही लाइनबाट कन्टिन्यू गर्छौँ। यदि 30 दिनभन्दा माथि छोडेको छ भने उसले चाहिँ हामीले खकाको जाँच गर्छौँ। यदि पोजिटिभ छ भने त्यो व्यक्तिलाई हामीले चाहिँ 0बाट सुरुवात गर्छौँ। यदि खकारको जाँच नेगेटिभ छ भने त्यो अवस्थामा हामीले के गर्छौँ त जति दिन उसले छोडेको थियो त्यो दिनलाई चाहिँ प्लस गरेर खुवाउँछौँ। जस्तै हामीले चाहिँ खुवाउनु पर्ने 6 महिना हो भने 6 महिना अब 35 दिन छोडेको छ भने 6 महिना 35 दिन उसले चाहिँ खाने भयो, किनकि उसले ग्याप भएको चाहिँ हामीले रिफिल गर्छौँ। यही नै कुरा रह्यो यसमा चाहिँ। र अब म इटिबीमै गएँ, फेरि इटिबीको सन्दर्भमा भिडियो रहेको कारणले गर्दा। र यसमा रिफरेन्स नम्बर इटिबीले अटोमेटिक रूपमा दिन्छ, दर्ता नम्बर पनि तपाईँले राख्नु पर्दैन, अटोमेटिक रूपमा दिन्छ, तपाईँले केही गर्नु पर्दैन। र दर्ता मिति चाहिँ तपाईँको संस्थामा जहिले आएको त्यही मिति लेख्नुहोस्, तपाईँकोमा दर्ता भएको मिति चाहिँ। किनकि तपाईँको चाहिँ अब भरतपुरमा कुनै अर्को जिल्लामा चाहिँ डायग्नोसिस भयो 5 गते, तपाईँकोमा 10 गते आयो भने 10 गते लेख्नुहोस्। र बिरामीको नाम लेख्नुहोस्, थर लेख्नुहोस्। यो गरेर मैले धेरै बोलिनँ, यो सबै जे फिलअप गर्नुपर्ने छ। यो सम्पर्क नम्बर तौलहरू चाहिँ यहाँ भनेको कुराकानी चाहिँ तपाईँले राख्नुहोस्। र यहाँ रिफरको टाइपमा भनेको छ तपाईँको सेल, प्राइभेट, कम्युनिटी, कन्ट्याक्ट इन्फेक्सन 4वटा ठाउँ छ हाम्रो चाहिँ रिफर। सेल्फ भनेको तपाईँको गभर्मेन्टबाट आएको सरकारी संस्थाबाट आएको केस छ भने सेल्फमा राख्नुहोस् है। जुनैसुकै पनि सरकारी संस्थाबाट जँचाएर पोजिटिभ भएर आएको सेल्फ। प्राइभेट भनेको तपाईँको चाहिँ जस्तै अब प्राइभेट क्लिनिक तपाईँले जान्नै भएको छ, प्राइभेट क्लिनिकबाट चाहिँ आएको अथवा चाहिँ कुनै हस्पिटलबाट प्राइभेटबाट आएको छ भने त्यस्तो अवस्थामा प्राइभेट सेक्टर राख्नुहोस्। र कम्युनिटी भन्नाको मतलब के हो त? कम्युनिटीबाट आयो, जस्तै अब तपाईँ चाहिँ स्क्रिनिङ गरेर चाहिँ टेस्टमा पोजिटिभ आयो भने कम्युनिटी राख्नुहोस्। र कन्ट्याक्ट इन्भेस्टिगेसन तपाईँलाई थाहा नै छ, हामीले पिबिसीको केसमा चाहिँ कन्ट्याक्ट इन्भेस्टिगेसन गर्छौँ। त्यस्तो अवस्थामा कन्ट्याक्ट इन्भेस्टिगेसन गर्दा पोजिटिभ आएको केसलाई कन्ट्याक्ट इन्भेस्टिगेसन सिलेक्ट गरेर दर्ता गर्नुहोस् है। जहाँबाट आएको त्यही सिलेक्ट गरेर दर्ता गर्नुहोस्। यो विषयमा मैले केही पनि भन्नु, तपाईँहरू मोडुल लिनु भएको छ भने त्यो पढ्नुहोस्, छैन भनेपछि चाहिँ यही आधारमा दर्ता गर्नुहोस्। रोगको किसिम भनेको छ 3टा छ हाम्रो चाहिँ। टिबी 3 प्रकारको हुन्छ, पिबिसी, पिसिडी र इपी भन्ने हुन्छ। यो कुन हो त्यही हिसाबले चाहिँ हामीले चाहिँ यहाँ टिक लगाम, किनकि ब्याक्टेरियोलोजिकल्ली कन्फर्म छ। जस्तै अब ल्याबोरेटरीबाट डायग्नोसिस छ भने पिबिसी लेखौँ। पिसिडी भनेको चाहिँ क्लिनिकल्ली डायग्नोसिस। जस्तै कुनै केसमा चाहिँ डाक्टर साहबहरूले चाहिँ सबै कुराकान जाँचेर हेर्नुभयो, सबै नेगेटिभ छ भने यसलाई टिबी नै हो भनेर डायग्नोसिस आएको छ भने पिसिडी राख्नुहोस्। इपी बुझिसक्नु भएको छ, एक्स्ट्रा पल्मोनरी ट्युबरकुलोसिस हो। यो एक्स्ट्रा पल्मोनरी ट्युबरकुलोसिस छ भने त्यही हिसाबले चाहिँ यहाँ टिक लगाउनुहोस्। र अब तपाईँकोमा आएको मिति चाहिँ यहाँ लेख्नुहुन्छ, दर्ता मिति चाहिँ जहिले आयो त्यतिखेर लेख्नुहुन्छ। मैले अघि एउटा उदाहरण दिएँ, 5 गते तपाईँको कुनै बिरामीलाई पोजिटिभ आएको थियो र 10 गते तपाईँकोमा आयो भने दर्ता मिति 10 गते लेख्नुहोस्, किनकि तपाईँकोमा दर्ता भएको 10 गते हो। र उपचार सुरु मिति चाहिँ तपाईँको चाहिँ त्यो बिरामीले 5 गते पोजिटिभ आयो भने त्यो अस्पतालले 5 गते नै उपचार सुरुवात गरिदिन्छ, त्यहीँबाट खानुहोस् भनिदिन्छ। त्यस कारणले तपाईँले के गर्नुपर्दा उपचार सुरु मिति भन्दा चाहिँ जुन मितिमा उसले खाएको त्यही मिति लेख्नुहोस्। तपाईँसँग एउटा बिरामीलाई कार्ड दिएर पठाउँछ जुनसुकै अस्पतालले पनि, त्यही कार्डमा हेरेर उपचार सुरु गरेको मिति पहिला हुनसक्छ, दर्ता मिति चाहिँ पछि हुन्छ है। प्रायः चाहिँ बाहिरबाट आएकोमा, जस्तै तपाईँकोमा डायग्नोसिस भएको केसमा चाहिँ दर्ता मिति र उपचार मिति सँगै हुनसक्छ। र दर्ताको प्रकार कस्तो किसिमको प्रकार हो त यो नयाँ हो कि मैले भनिसकेँ अघि नै नयाँ कुराकानी। इटिबीमा कहिले पनि दर्ता नभएको 30 दिनभन्दा कम औषधि खाएकोलाई हामीले नयाँ भन्छौँ।
रिल्याप्सको अब कुराकानी थाहा पाइसक्नु भएको छ। पहिला उपचार गरेको र अहिले फेरि पोजिटिभ आएको। पिसिडीको केसमा कम्प्लिट गरेको, पिबिसीको केसमा चाहिँ तपाईँको चाहिँ क्योर भएकोलाई चाहिँ हामीले फेरि भयो भने रिल्याप्स भन्छौँ। ट्रिटमेन्ट आफ्टर फेलर 30 दिन अथवा त्योभन्दा धेरै चाहिँ औषधि छोड्यो भने त्यसलाई हामीले आफ्टर फेलर भन्छौँ। लस टु फलोअप के अरे ट्रिटमेन्ट आफ्टर लस टु फलोअप भन्छौँ भने ट्रिटमेन्ट आफ्टर फेलर भन्नको मतलब उपचारको अन्त्यमा अथवा 5 महिनामा चाहिँ तपाईँको पिसिडीको केसमा 2 महिनाको उसमा पोजिटिभ आयो भने र तपाईँको पिबिसीको केसमा चाहिँ उपचारको अन्त्यमा चाहिँ पोजिटिभ आएको खण्डमा हामीले ट्रिटमेन्ट आफ्टर फेलर जनाएर फेरि नयाँ केस दर्ता गर्नु पर्यो है त्यसलाई चाहिँ। अनि अदर प्रिभियसली ट्रिटेड भनेको छ यो कुराकानी तपाईँले थाहा पाउनु भएकै छ। प्रिभियस ट्रिटमेन्ट हिस्ट्री अननोन छ त्यस्तो छ भने हामी यो राखेर हामीले दर्ता गर्छौँ। त्यही हिसाबले यो बिरामी तपाईँको चाहिँ 6 महिनासम्म बस्छ र डिएचएसटीमा पनि त्यो हिसाबले रिपोर्ट गर्छ। यसलाई चाहिँ ध्यान पुऱ्याएर तपाईँले चाहिँ टिक्लाउनु पर्ने हुन्छ है, यो महत्त्वपूर्ण छ। र रेजिमेन तपाईँले थाहा छ चाइल्ड रेजिमेन हुन्छ कि एडल्ट हुन्छ। एडल्ट छ भने एडल्टमा क्लिक गर्नुहोस् र त्यसपछि ट्रिटमेन्टको टाइपहरू यहाँ लेख्नुहोस्, कति उसले चाहिँ खान्छ, 2HRJT के खाने हो त्यो कारण लेख्नुहोस् र पेसेन्ट अन्डर डट सेन्टरमा हो कि होइन भनेर लेख्नुहोस्। तपाईँको सिबी डटमा ठिक लाउने कुराकानी रह्यो। र डिएसटिबी स्ट्याटस भनेको चाहिँ जिनेक्सपोर्ट अनि एलपिए गरेको हो कि होइन त्यो कुराकानी चाहिँ यहाँ खुल्छ। अहिले मेरोमा खुलेन माथि यो सबै कुराकानी नहालेर त्योमा क्लिक गर्नुहोस्। त्यसपछि एचआइभी इन्फेक्सनको अवस्था चाहिँ जस्तो पोजिटिभ छ कि नेगेटिभ छ कि अननोन छ यो अवस्था पनि हेरेर तपाईँले लाउनु पर्ने हुन्छ। यदि यहाँ तपाईँले पोजिटिभ भन्यो भने एआरटी खोल्छ, त्यो हिसाबले राख्नु पर्यो। अनि क्षयरोग निदान गर्दा जस्तै अब तपाईँको बाहिरबाट क्षयरोगको जाँच गरेर आयो तपाईँको संस्थामा, अर्थात् तपाईँकोमा जाँच गर्यो भने त्यस्तो अवस्थामा स्पुटम माइक्रोस्कोपीबाट गरेको हो कि जिनाक्सबाट गरेको हो कि दुईटी पनि गर्न सक्छ, जिनाक्सबाट गर्न सक्छ, स्पुटम पनि गर्न सक्छ, दुईटैमा ठिकाउन पनि सकिन्छ है। यसमा चाहिँ म तपाईँले देखाएको मात्र। र स्पुटम माइक्रोस्कोपी गरेको हो भने यसको रिजल्ट के हो त, 1+ हो कि कति हो, यो 3भन्दा धेरै ब्याक्टेरिया देखेको उसले रिपोर्ट त दिन्छ। त्यो रिपोर्ट हेरेर तपाईँले चाहिँ यसलाई सिलेक्ट गर्न सक्नुहुन्छ, ल्याब नम्बर र त्यसपछि जाँचेको मिति चाहिँ यहाँ लेख्न सक्नुभयो है। जिन एक्सपर्ट छ भने पनि लेख्न सक्नुभयो, जे उल्लेख गरेको छ त्यो हिसाबले चाहिँ लेख्न सक्नुभयो। र टोबाकोको कुराकानी छ, यो महत्त्वपूर्ण पनि छ। र टोबाकोमा तपाईँले उसले स्मोकिङ गर्छ अहिले गर्छ कि गर्दैन भन्ने कुराकानी सोधेको, गर्छ भने गर्छ लेख्नुहोस्, गर्दैन भने गर्दैन लेख्नुहोस्। अनि स्मोकिङको स्टाटस चाहिँ ऊ करेन्ट युजर, क्विटर के हो त होइन त्यो हिसाबले चाहिँ तपाईँले राख्न सक्छु। जस्तै मैले यहाँ क्लिक गरेँ र अब यहाँ सिलेक्ट गर्न पाउँछु मैले, ऊ क्विटर हो कि रिल्याप्स स्मोकर हो कि पहिला छोडेको फेरि खानेवाला हो कि अहिले पनि स्मोकिङ गरिरहेछ कि होइन त्यो यहाँ राख्न सक्नुहुन्छ। त्यसपछि तपाईँको चाहिँ यो स्मोकिङ अब उसो चाहिँ बसोबास गर्ने ठाउँतिर घरभित्र कसैले स्मोकिङ गर्नुहुन्छ भने त्यो अवस्थामा यहाँ राख्नुहोस्। र यसलाई चाहिँ हामीले सेभ एन्ड कन्टिन्यू गर्न सक्छौँ। यसलाई चाहिँ अरू यहाँ फाइलहरू पनि राख्न सकिन्छ। यसरी गर्न तपाईँले नयाँ बिरामी दर्ता गर्न सक्नुहुन्छ। र यो दोस्रो अप्सनमा छ नयाँ क्षयरोगका बिरामी मैले सिद्धाएँ दर्ता गर्ने तरिका। क्षयरोगको बिरामीहरूमा क्लिक गर्नुभयो भने तपाईँकोमा यो आर्थिक वर्षमा कतिजना बिरामी छन् भनेर यहाँ देखाउँछ हो। यदि तपाईँकोमा बिरामी एउटा दर्ता गर्नुभयो, दर्ता गरिसकेपछि 2 महिनामा त तपाईँले चाहिँ अब उसको स्पुटम जाँच्नुहुन्छ। स्पुटम जाँचिसकेपछि उसको यहाँ त राख्नु पऱ्यो, त्यो कसरी राख्ने भनेर कन्फ्युजन छ भने त्यस्तो अवस्थामा तपाईँले यो डाटा इन्ट्रीमा जानुहोस् है। डाटा इन्ट्रीमा गइसकेपछि यहाँ बिरामीहरू क्षयरोगका बिरामीहरूमा क्लिक गर्नुहोस्। यहाँ क्लिक गरिसकेपछि यस्तो किसिमको इन्टरफेस आउँछ। यहाँ तपाईँको बिरामीको डिटेल देखाउँछ। अनि यो कलमलाई चाहिँ अलि सार्नुहोस्, उतासम्म पुग्नुहोस् अन्तिमसम्म। र यहाँ 3टा अप्सन छ। अब तपाईँको यहाँ नयाँ दर्ता गर्नुभयो, नयाँ दर्ता गर्दाखेरि चाहिँ कुनै कुरा बिग्रियो भने यहाँबाट तपाईँले एडिट गर्न सक्नुहुन्छ है। यदि तपाईँले चाहिँ यसको म रिपोर्ट मात्र हेर्छु भन्नुहुन्छ भने यो भ्यूबाट हेर्न सक्नुहुन्छ। र यदि होइन अब मलाई 2 महिनाको स्पुटम कन्भर्जनको चाहिँ रिपोर्ट राख्नु पऱ्यो, 2 महिना मैले जचाएको थिएँ स्पुटम, त्यो स्पुटमको जाँचको रिपोर्ट मैले राख्नु पऱ्यो भन्नुहुन्छ भने त्यस्तो अवस्थामा यो कन्भर्जनमा क्लिक गरेर कति महिनाको रिपोर्ट राख्ने हो त्यो राख्नुहोस्, 2 महिना, 5 महिना र उपचारको अन्त्यमा यहाँ राख्नुहोस्। तपाईँकोमा रातो देखाएको छ, यस्तो अवस्थामा रातो देखाएको छ भने पनि तपाईँले यसलाई सारेर यताउति सारेर अन्तिममा गएर यहाँ कन्भर्जन तपाईँको स्पुटमको कन्भर्जनको रिपोर्ट राख्नु बाँकी हो, ट्रिटमेन्ट आउटकम निकाल्न बाँकी हो के हो त्यो पत्ता लगाएर तपाईँले राख्नुपर्छ। जस्तो उदाहरणको लागि म यो कन्भर्जनमा क्लिक गरेँ, ल क्लिक गर्ने बित्तिकै चाहिँ यहाँ मलाई देखायो, यहाँ यो सुरुको महिनाकोमा चाहिँ 3टा महिना देखाउँछ है त। यहाँ तपाईँको चाहिँ 2 महिना, 5 महिना र अन्तिममा तपाईँको जस्तै अब 2 महिनाको राख्नुहुन्छ भने यो 2 महिनाकोमा क्लिक गर्नुहोस्, उसको चाहिँ 2 महिनाको चाहिँ स्पुटमको रिपोर्ट राख्नुहोस् यहाँ
हैन। यदि 2 महिनाको ल्याब टेस्ट चाहिँ गर्नु भएको छैन भने यहाँ क्लिक गर्नुस्, गर्नु भएको छ भने यो सबै भर्नुस्। अब गर्नु भएको छैन रिजन सोध्छ यसले चाहिँ, त्यो रिजन खुलाउनुस् के कारण त यो फलानु कारणले गर्दा त्यो व्यक्तिले 2 महिनामा गरेन, 3 महिनामा पनि यस्तै आउँछ, 5 महिनामा पनि यस्तो किसिमको देखाउँछ, उपचारको अन्त्यमा पनि यस्तो देखाउँछ नगरेको खण्डमा। र 2 महिनामा उसले गराएको खण्डमा स्पुटम सिलेक्ट गर्नुस्, त्यसपछि उसको नेगेटिभ पोजिटिभ कहिले गरेको राख्नुस्, यदि जिन एक्सपोर्ट गरेको छ भने त्यो पनि राख्नुस्, अनि कल्चरको विषय राख्नुस्, अनि अब स्मोकिङको बारेमा उसलाई सोध्नुस् फेरि, अनि क्विटर हो के हो सबै कुराकानी चाहिँ सोधेर राख्नुस् र त्यसपछि सेभ 2 मन्थ डाटा भनेर गर्नुस्। अब फेरि अब तपाईँ के हुन्छ, अब फेरि अर्को महिना आयो ल, मानौँ 5 महिनामा आए जहाँसम्म चाहिँ फेरि स्पुटम राख्नुपर्ने भयो भने फेरि कन्भर्जनमा जानुस्, कन्भर्जनमा गइसकेपछि महिनामा क्लिक गर्नुस्, महिनामा क्लिक गरिसकेपछि 5 महिनामा सिलेक्ट गर्नुस् र फेरि उसको 5 महिनाको रिपोर्ट चाहिँ सबै राख्नुस्, पहिला जसरी राख्नु भएको थियो त्यसरी नै राख्नुस्। र उपचारको अन्तिममा पनि त्यसै गरेर राख्नुस्। उपचारको अन्तिममा पनि तपाईँको चाहिँ यसको आउटकम निकाल्ने पनि यही कन्भर्जनबाट नै आउटकम निकाल्नुस् है। यो कुराकानी चाहिँ यति नै रह्यो। कुनै बिरामीको चाहिँ नाम बिग्रियो के बिग्रियो भने त्यस्तो अवस्थामा यही क्षयरोगको बिरामीमा जानुस्, यही एडिट छ एडिटमा जानुस्। जस्तै कुनै बिरामीको नाम बिग्रियो, थर बिग्रियो, उसको केही डकुमेन्ट राख्नुपर्ने थियो त्यो बिग्रियो भने, अथवा त्यो व्यक्तिमा अब केही समस्या देखियो भने यहाँ गएर तपाईँले के गर्न सक्नुहुन्छ त भन्दा यसको डिटेल विवरण फोन नम्बर छुटेको थियो भने यसको फोन नम्बर डक्टरबाट राखेर यसलाई चाहिँ फेरि के गर्न सक्नुभयो त सेभ गर्न सक्नुभयो। उमेर चाहिँ 67 होइन 65 हो भने यहाँनिर गएर तपाईँले एडिट गरेर फेरि यसलाई चाहिँ सेभ गर्न सक्नुभयो यसबाट है। सेभ एन्ड कन्टिन्यू अथवा एक्जिस्ट गर्न पनि सक्नुभयो। यो बिरामीहरूको चाहिँ महत्त्वपूर्ण बुझ्नुपर्ने कुराकानी यही दुईवटा रह्यो। र बिरामी स्थानान्तरण भन्ने छ, यसमा के छ भन्नुहुन्छ भने तपाईँ कुनै तपाईँको क्षयरोगको बिरामी कुनै हेल्थ पोस्टमा पठाउन लाग्नुभयो भने हामीले त्यसलाई के गर्नु पऱ्यो त भन्दा आउट गर्नु पऱ्यो र यहाँनिर गएर चाहिँ इन आउटमा गएर बिरामी स्थानान्तरणमा ट्रान्सफरमा चाहिँ गएर आउट भन्नु पऱ्यो। अब कुन संस्थामा पठाउने हो भन्ने कुरा चाहिँ संस्थाको नाम पठाउनु पऱ्यो यहाँ है। संस्थाको नाम हान्ने हो भने संस्थाको नाम देखाउँछ है त, इटिभीमा जे नाम छ त्यही नै राख्नुपर्ने हुन्छ, बल्ल देखाउँछ है। यहाँ अहिले मेरो सर्च गर्दा देखाएँ, नेट कमजोर भएर के हो, यहाँ सर्च गर्नुहुन्छ, सर्च गरेपछि त्यो संस्थाको नाम आउँछ, अनि त्यसपछि आइसके पश्चात चाहिँ हामीले यसलाई आउट गर्नुपर्छ, ट्रान्सफर आउट भनेर हाल्छौँ। आउट गरिसकेपछि अब कुन आर्थिक वर्षको आउट गर्ने हो, यो आर्थिक वर्ष सिलेक्ट गर्नुहोस्, अनि ट्रान्सफरको मिति लेख्नुहोस् होइन, पेसेन्टको नाम यहाँबाट सिलेक्ट गर्न सकिन्छ, कुन व्यक्तिलाई हामीले ट्रान्सफर आउट गर्न लागेको हो होइन। अब हामीले चाहिँ गर्दाखेरि चाहिँ म सरी उतापट्टि सर्च गर्ने आइकनमा तपाईँले उल्टो भने के हो, अनि यो प्रोभिन्समा गएर चाहिँ कुन प्रदेशमा जुन 7वटै प्रदेशमा पनि तपाईँले चाहिँ यसलाई ट्रान्सफर आउट पठाउन सक्नुहुन्छ। तपाईँकोमा यो पेसेन्ट गनिँदैन, उक्त संस्थामा मात्र गनिन्छ। यो गर्दाखेरि तपाईँले ध्यान दिनुपर्ने कुराकानी के हो भने त्यो बिरामी तपाईँको त्यही संस्थामा जान्छ कि जाँदैन यकिन गर्नु पऱ्यो। पहिला यकिन गरिसकेपछि मात्र ट्रान्सफर आउट गर्नुहोस्। अनि जिल्ला यहाँबाट चाहिँ प्रदेश सिलेक्ट गर्नुहोस्, त्यो प्रदेशभित्रको जिल्ला सिलेक्ट गर्नुहोस्, अनि लोकल बडी स्थानीय तह कुन स्थानीय तह हो, त्यो स्थानीय तहको पनि कुन हेल्थ पोस्ट हो भनेर चाहिँ यहाँनिरबाट देखाउँछ है। त्यो स्थानीय तह पहिला चाहिँ प्रदेश जिल्ला अनि त्यसपछि स्थानीय तह र त्यहाँको पनि कुन हेल्थ फेसिलिटीमा पठाउने भन्ने कुराकानी चाहिँमा गएर तपाईँले सबमिट गर्नुभयो भने उताको संस्थाको यस्तै यहाँनिर चाहिँ तपाईँको यो आइकन छ, यो आइकनमा गएर तपाईँको चाहिँ घन्टी बज्छ र ओहो मेरोमा चाहिँ एउटा बिरामी चाहिँ यो संस्थाबाट चाहिँ पठाएको रहेछ भनेर चाहिँ उसले यकिन गरेर एक्सेप्ट गर्छ। यदि तपाईँकोमा चाहिँ ट्रान्सफर इन गर्नुपर्ने छ भने पनि यहाँ देखाउँछ, यहाँ घन्टीमा आउँछ तपाईँले ट्रान्सफर अब यदि आउने नै हो मेरोमा निरन्तर औषधि खाने हो भने त्यो अवस्थामा यहाँनिर एक्सेप्ट गर्न सक्नुहुन्छ है। अघि मैले यहाँनिर तपाईँले एउटा रङ भने यहाँनिर सर्च गर्ने हो, तपाईँको बिरामीको नाम सर्च गर्ने हो र त्यो बिरामीलाई पठाउनको लागि चाहिँ यहाँनिर सर्च गरेर हेर्ने कुन बिरामी छ कति बिरामी छ भनेर हेर्नलाई हो। मैले अघि चाहिँ संस्थाको नाम यहाँनिर चाहिँ हेर्ने भनेको थिएँ, त्यसको लागि चाहिँ सरी यहाँहरूबाट चाहिँ ट्रान्सफर आउटभित्र छिर्यो भने तपाईँको संस्थाको विस्तृत विवरण चाहिँ खुल्छ। यो ट्रान्सफर इन आउटको कुराकानी भयो। अब एग्रिगेटेड डाटामा चाहिँ मुख्य कुराकानी छ। एग्रिगेटेड डाटामा तपाईँको के छ भन्नुहुन्छ भने प्रिजम्टिभ टिबी अनि कन्ट्याक्ट इन्भेस्टिगेसनको कुराकानी चाहिँ तपाईँले चाहिँ म्यानुअल्ली रूपमा चाहिँ एग्रिगेटेड डाटामा राख्नुपर्छ है। यो इम्पोर्टेन्ट छ एग्रिगेटेड डाटा चाहिँ। जस्तै तपाईँको संस्थामा चाहिँ 9.3 को चाहिँ यतापट्टि कतिजना बिरामी छन् ती सबै बिरामीलाई चाहिँ ल्याएर हामीले चाहिँ के गर्नुपर्छ त मासिक रूपमा चाहिँ यहाँ राख्नुपर्छ। यहाँ क्लिक गर्नुभयो भने यसरी खुल्छ। अब यहाँ ब्लक खुल्छन्, 3-4वटा ब्लक खुल्छन्। यो जस्तै कन्ट्याक्ट इन्भेस्टिगेसन डाटा, प्रिजम्टिभ डाटा, यो सबै चाहिँ प्रत्येक महिनामा राख्नुपर्छ है।
प्रत्येक महिनामा राख्ने, यहाँ राखेर चाहिँ सेभ गर्ने। जस्तै मैले भ्यू गरेँ, जस्तै कुन महिनाको राख्दैछु म चाहिँ भन्दाखेरि जस्तै उदाहरणको लागि भनौँ अहिले जेठ असारको राख्दैछु भने यसलाई असार सिलेक्ट गर्ने। आर्थिक वर्ष तपाईँले गर्नुपर्दा अटोमेटिक रूपमा देखाउँछ। र कन्ट्याक्ट इन्भेस्टिगेसनको डाटा म राख्दैछु, यहाँनिर गएर मैले भ्यू गर्ने। अनि भ्यू गरिसकेपछि चाहिँ अब खुल्छ, यसरी खुल्छ। र यहाँ इन्डेक्स टिभीहरूको के छ भने तपाईँले राख्न सक्नुभयो। जस्तै अब नम्बर अफ केस इनरोलमेन्ट कति छ के छ छैन भने तपाईँले यहाँ 0 राख्नुपर्ने हुनसक्छ है त। यसलाई एडिट गर्ने, फेरि अब एडिट गरेर यहाँनिर तपाईँको चाहिँ सबै कुरा चाहिँ यो डाटा पठाइसकेको कारणले गर्दा मलाई एडिट गर भनेको हो। यहाँ कति नम्बरमा राख्न सक्नुहुन्छ, यहाँ सबै यदि छैन भने 0 राख्ने, राखेर यसलाई सबमिट गर्नुभयो भने के हुन्छ त अब यो डाटा चाहिँ तपाईँकोमा इटिभीमा दर्ता भयो भन्ने कुरा चाहिँ बुझियो। र फेरि तपाईँले चाहिँ अर्को गर्नुभयो भने यतापट्टि आउने, यतापट्टि आएर फेरि तपाईँको चाहिँ नयाँबाट सुरुवात गर्नु पऱ्यो है त। इटिभीमा गएर यसले चाहिँ अलि दिँदैन, नेट कमजोर छ अलिकति। डाटा इन्ट्रीमा जानुहोस्, एग्रिगेटेड डाटामा क्लिक गर्नुहोस्, मेरोमा देखाउने नेट अलि विक छ। अनि फेरि यही ब्लकमा जानुहोस् र ब्लकमा गएर अर्को सुरुको तपाईँले डाटा हालिसक्नुभयो, सबमिट गरिसक्नुभयो। अब प्रिजम्पटिभ टिभीको पनि यो महिना सिलेक्ट गर्नुहोस्, त्यही महिना जुन महिनाको यहाँ भ्यू गर्नुहोस्। भ्यू गरिसकेपछि यहाँ मलाई अहिले एडिट गर्ने यो अप्सन अहिले देखाएन, किनकि यो डाटा सबमिट भएको रहन्छ मेरो संस्थाको। अनि प्रिजम्पटिभ टिभी कति थियो त, महिला कति थिए अनि पुरुष कति थिए, अनि यो कताबाट डायग्नोसिस गरी स्क्रिनिङ गरेर त सिम्पटमबाट हो कि त्यो लेख्नुहोस्। सबै कुरा लेखेर राख्नुहोस् र यसलाई सबमिट गर्नुहोस्। एउटा चाहिँ यसले चाहिँ एक्युमुलेटेड डाटा चाहिँ क्युमुलेटेड डाटा लास्टमा देखाउँछ, यसको अलि एरर छ। र यो सबै कुरा चाहिँ यहाँ राखेर सबमिट गर्नुहोस्, अटोमेटिक रूपमा हुन्छ। र फेरि अर्कोमा जानुहोस्, अर्को ब्लकमा ल्याबोरेटरी डाटा सेटमा जानुहोस्, त्यसै गरेर राख्नुहोस्। सबै गरेर तिनटै डाटा सेट सबै राख्नुभयो भने अब यो सबमिट हुन्छ। अनि सबमिट हुन्छ। यदि चाहिँ तपाईँको अब यहाँनिरबाट एउटा समस्या छ, DHIS2मा पठाउँदाखेरि चाहिँ सबमिट हुँदैन। त्यस्तो अवस्थामा तपाईँको केस छैन भने पनि यहाँ गएर एग्रिगेटेड डाटामा गएर 00 हाल्नुभयो भने सबैमा 00 हाल्नुभयो, छैन केस भने चाहिँ हामीले यतिकै पठाउने चलन छ। 00 हालेर सबमिट गर्नुभयो भने अनि बल्ल तपाईँको चाहिँ DHIS2मा चाहिँ सबमिट हुन्छ। कतिपयमा त्यस्तो इस्यु पनि आएको छ। र अब अर्को कुरा भनेको रिपोर्ट भनेको चाहिँ यहाँ रिपोर्टमा तपाईँले टिभीको रिपोर्ट हेर्न सक्नुहुन्छ। यताबाट चाहिँ कुन महिनाको हेर्ने, कुन महिनादेखि कुन महिनासम्मको हेर्ने, अनि कस्तो रिपोर्ट हेर्ने तपाईँले यहाँ सबै कुरा छ। केस रजिस्ट्रेसन हेर्ने कि सबै हेर्न पनि मिल्यो होइन, सबै यसरी हेर्न मिल्यो। र प्लस तपाईँको इन्डिभिजुअल्ली पनि हेर्न मिल्यो, टिभीको केसको एज वाइज सबै कुरा चाहिँ हेर्न मिल्छ रिपोर्ट चाहिँ तपाईँले चाहिँ। अनि यो यहाँनिर चाहिँ महिना सिलेक्ट गरेर यहाँनिर सो रिपोर्ट गर्नुभयो भने सबै कुरा चाहिँ यहाँ देखाउँछ। उदाहरणको लागि चाहिँ मैले श्रावणदेखि अहिले तपाईँको मार्चसम्म गरेर सो गऱ्यो भने यसरी रिपोर्ट पनि देखाउँछ। यसलाई तपाईँले डाउनलोड गर्न पनि सक्नुहुन्छ है। र अर्को पाइभट रिपोर्ट पनि छ। यसमा तपाईँले चाहिँ एउटा पाइभट रिपोर्ट पनि बनाउन सक्नुहुन्छ। सबैको कारण यो जुन टिभी रिपोर्टमा हेरे जस्तै गरेर हेर्न सकिन्छ यसमा पनि। र अब DHIS2मा कसरी सबमिट गर्ने भन्ने विषय हुनसक्छ। तपाईँले चाहिँ यो साइटको कोलममा देखिराख्नु भएको छ होला, यो साइटको कोलममा देखाए जस्तै यहाँनिर जानुभयो HMISमा जानुभयो भने दुईवटा कुराकानी खुल्छ, अपलोड टु HMIS र HMIS अपलोड स्ट्याटस। तपाईँले अपलोड गरिसकेपछि त्यो अपलोड भयो कि भएन हेर्ने चाहिँ HMIS अपलोड स्ट्याटसमा हो। अब अपलोड टु HMIS भन्नाको मतलब चाहिँ यसले अपलोड टु DHIS2 भनेको हो है। अपलोड टु DHIS2 भन्न खोजेको यतापट्टिको साइडको यो कोलमले चाहिँ अब तपाईँले महिनाको प्रत्येक महिनाको जस्तै अब जेठको डाटा हाल्दैछु भने असारको 1 गते तपाईँले यहाँबाट सबमिट गर्नु पर्यो। त्यो सबमिट गर्नुभन्दा पहिला तपाईँले के गर्नु पर्यो, यहाँ माथि गएर डाटा इन्ट्रीमा गएर एग्रिगेटेड डाटामा गएर तपाईँको भएको चाहिँ प्रिजम्पटिभ टिभी, कन्ट्याक्ट इन्भेस्टिगेसन, ल्याबोरेटरीको डाटा हालेर मात्र तपाईँले के गर्नु पर्यो त भन्दा यहाँ यो HMISमा छिरेर अपलोड टु HMIS गर्नु पर्यो है। अनि त्यो गर्दै गर्दा कुन महिनाको हाल्दैछु भनेर मुख्य ध्यान दिनु पर्यो। जस्तो उदाहरणको लागि मैले जेठको हाल्दै थियो भने जेठमा क्लिक गर्ने र यतापट्टि चाहिँ फेरि टाइप सोध्छ यसले चाहिँ प्रत्येकमा गएर तपाईँले चाहिँ सबमिट गर्नुपर्छ। यसलाई ध्यान दिनुपर्छ। टाइपमा गएर 3-4वटा खुल्छ फेरि। अब मैले DSTVको डाटामा क्लिक गरेँ भने यसको मात्र डाटा चाहिँ तपाईँको सबमिट हुन्छ। यहाँ सोमा क्लिक गर्ने, यो सिलेक्ट गर्ने, सिलेक्ट गरिसकेपछि चाहिँ सो गर्ने, सो गरिसकेपछि चाहिँ यो कलरको एउटा खुल्छ। यहाँनिर मैले चाहिँ 1 2 3 4 पटक चाहिँ सबमिट भइसकेको रहेछ यो है। त्यो कारणले गर्दा अब मैले के गर्नु पर्यो त भन्दा मकैसिम लेखेको ठाउँमा चाहिँ भ्यू टु अपलोड भनेर देखाउँछ। यो DSTVलाई भ्यू टु अपलोड भन्छ। यहाँनिर क्लिक गर्नुभयो भने अब इटिभीको चाहिँ त्यो रिपोर्ट खुल्यो। तपाईँको यहाँ केस देखाउँछ, कतै मेरो मिस्टेक छ कि भनेर एकचोटि रुजु गर्नुहोस्। रुजु गरेर अलिक तल जानुभयो भने अब अपलोड टु लाइभ भन्छ।
यसले यहाँनिर क्लिक गर्नुभयो भने अब सिधै अपलोड टु लाइभ भन्नाको मतलब DHIS2 मा चाहिँ यो डाटा सबमिट हुन्छ। सबमिट DHIS2 मा भइसकेपछि तपाईँले DHIS2 खोलेर हेर्नुहुन्छ। खोलेर हेर्दाखेरि चाहिँ त्यहाँ अटोमेटिक रूपमा यो इटिभीबाट डाइरेक्ट पठाएको डाटा त्यहाँ कम्प्लिट भएर बस्छ र कम्प्लिट तपाईँले गरिराख्नु पर्दैन है। एउटा फिचर चाहिँ यो हो। र यो डाटा तपाईँले अपलोड टु लाइभ गर्नुहुन्छ। गरिसकेपछि यसलाई ब्याक आउनलाई चाहिँ यसमा कुनै पनि अप्सन छैन। फेरि यो होममा जाने, होममा गइसकेपछि चाहिँ अपलोड टु HMIS मा फेरि जाने। अब तपाईँले याद गर्नु पऱ्यो कुन डाटा मैले पठाएँ भनेर। त्यसपछि फेरि हामीले कुन महिना पठाउन लाग्छौँ त्यही महिना क्लिक गर्ने। त्यसपछि फेरि यहाँ क्लिक गर्नु पऱ्यो। क्लिक गरिसकेपछि अब मैले यो डाटा त पठाइसकेँ। अब मेरो पालो प्रिजम्पटिभ डाटा सेटको। अनि प्रिजम्पटिभ डाटा सेटमा क्लिक गर्नु पऱ्यो। यहाँनिर तपाईँको माथि प्रिजम्पटिभ डाटा सेट भनेर देखाउँछ। र फेरि यसलाई चाहिँ हामीले सो रिपोर्ट गर्न सक्छौँ। र गरिसकेपछि चाहिँ अब फेरि हामीले अघि भने जस्तै भ्यू टु अपलोडमा क्लिक गऱ्यौँ भने फेरि त्यही किसिमको फिचर खुल्छ। मेरो यहाँ 3 जना चाहिँ फिमेल, 2 जना मेल प्रिजम्पटिभको रहेछन्। यसलाई मैले अपलोड टु लाइभ गर्छु भन्छ भने यहाँ गएर अपलोड टु लाइभ गर्नुभयो भने यो चाहिँ डाइरेक्ट DHIS2 मा तपाईँको डाटा गयो। यो काम प्रत्येक महिनाको चाहिँ 1 गते गर्ने। गएको महिनाको डाटा चाहिँ प्रत्येक महिनाको सुरुवातीको 1 महिनामा चाहिँ राख्ने नभुलेर। अनि यहाँ क्लिक गर्ने फेरि सबै डाटा हाल्नु पऱ्यो नि तपाईँले यहाँ भएको जतिको। यो सबैलाई चाहिँ त्यसै गरेर चाहिँ तपाईँले चाहिँ भ्यू गर्दै, सो गर्दै, भ्यू टु अपलोड गर्दै डाटा चाहिँ तपाईँको चाहिँ DHIS2 मा पठाउने है। यति गरेपछि चाहिँ तपाईँको इटिभीमा खासै गाह्रो केही पनि छैन। अब नयाँ बिरामी दर्ता गर्ने केस हो मुख्य चाहिँ तपाईँको नयाँ बिरामी दर्ता भन्ने ठाउँ छ, यसबाट गरिहाल्नुहुन्छ। यदि तपाईँको चाहिँ कोही डेथ भयो त्यस्तो भयो भने पनि यो क्षयरोगको बिरामीमा जाने र त्यसै चाहिँ डेथमा चाहिँ चेक लगाइदिने। यदि बिरामीको चाहिँ कन्भर्जनको रिपोर्ट हाल्नु पऱ्यो भने पनि यो बिरामीको चाहिँ क्षयरोगको बिरामीमा क्लिक गर्ने र त्यहाँबाट गएर अलि उतापट्टि गएर कन्भर्जनमा क्लिक गरेर तपाईँको चाहिँ सबै कुराकानी त्यहाँ अपडेट गराउने। बिरामी हस्तान्तरण गर्नु पऱ्यो भने बिरामी हस्तान्तरणमा जाने र कुन प्रदेशमा, कुन जिल्ला, कुन ठाउँमा जाने हो, त्यो बिरामी जाने हो कि होइन यकिन गरेर अनि त्यो संस्थामा पनि सकभर फोन गरेर त्यहाँ एउटा बिरामी आउँछ भनेर त्यहाँ एक्सेप्ट गर्न लगाउने। अनि एग्रिगेटेड डाटामा चाहिँ तपाईँको चाहिँ महिनाभरि भएको डाटा तपाईँको प्रिजम्पटिभ टिबीको, कन्ट्याक्ट इन्भेस्टिगेसनको, टिबीपीटी सबै जे छ त्यो कुराकानी सबै राखेर तपाईँको चाहिँ के गर्नु पर्यो त एग्रिगेटेड डाटा गराउनु पऱ्यो। भन्नाको मतलब सबै एग्रिगेटेड गर्ने भन्न खोजेको कि तपाईँको चाहिँ यसमा दर्ता नहुने, इटिभीमा दर्ता नहुनेलाई चाहिँ हामीले एग्रिगेटेडमा लगेर डाटा राखेर अनि हामीले बल्ल के गर्नुपर्छ त प्रत्येक महिनाको 1 गते चाहिँ HMIS मा गएर अब अपलोड टु HMIS गर्नु पऱ्यो है। अब यसमा चार्ट ग्राफको कुराकानी पनि छ। चार्ट ग्राफ तपाईँले हेर्न सक्नुहुन्छ। आफैले चाहिँ गएर हरेकको चाहिँ चार्ट बन्छ, कुन केसको हेर्ने भन्ने छ। त्यसै गरेर मेसेजको सिस्टम पनि छ। तपाईँले मेसेज पठाउन पनि सक्नुहुन्छ। यसमा चाहिँ तपाईँ च्याट गरे जस्तै एकअर्कासँग च्याट गरे जस्तै फलाना तेरोमा चाहिँ एउटा बिरामी यस्तो आउँदैछ, म पठाउँदैछु, तैँले एक्सेप्ट गर भनेर चाहिँ गर्न पनि सक्छौँ। अथवा चाहिँ तपाईँले बागमती प्रदेशमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशमा कुनै टिबीको बिरामी पठायो भने त्यस्तो अवस्थामा ल म तपाईँकोमा चाहिँ यस्तो बिरामी म पठाउँदैछु, तपाईँले त्यहाँ एक्सेप्ट गर्नु होला। यो बिरामी चाहिँ मैले यति गते पठाएको, 5 गते पठाएको, 10 गते पुग्छु भनेको थियो, 10 गते पुग्यो कि पुगेन तुरुन्त जानकारी दिनु होला भनेर तपाईँले चाहिँ यो क्रेटमा गएर मेसेज पनि लेख्न सक्नुभयो है। कुनलाई लेख्ने भनेर चाहिँ यहाँनिर तपाईँले अब त्यो टाइप गर्न सक्नुहुन्छ है त। लोकल लेभललाई गर्ने कि संस्थालाई गर्ने कि होइन, फेसिलिटी इन्टरलाई गर्ने कि यहाँ गएर संस्थाको नाम लेखेर सर्च गरेर रिसिपिएन्टको चाहिँ नाम लेखेर यहाँ सिलेक्ट गर्न सक्नुहुन्छ, खोज्नु सक्नुहुन्छ। यसरी खोजेर चाहिँ त्यसलाई सिलेक्ट गर्ने र तपाईँको मेसेज चाहिँ मजाले जति पन्नाको पनि लेख्न सक्नुहुन्छ। र यदि त्यो बिरामीलाई चाहिँ कोही फोटोसहित पनि पठाइदिन सक्नुहुन्छ। उसको डकुमेन्ट केही छ भने सबै कुराकानी डकुमेन्ट चाहिँ यसमा क्लिक गरेर तपाईँको चाहिँ अपलोड टु फाइलमा क्लिक गरेर उसको डिटेल डकुमेन्ट चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ त भन्दा एट्याच गरेर त्यो व्यक्तिलाई पठाइदिन सक्नुहुन्छ है त। यो एउटा चाहिँ राम्रो फिचर यो पनि छ उसको चाहिँ। उसले बोलिराख्नु परेन, फोन गरिराख्नु परेन, यतिबाट तपाईँले डाइरेक्ट पठाउन पनि सक्नुभयो। अब मैले यो ट्रेनिङमा धेरै गइनँ, ट्रेनिङको विवरण यसमा तपाईँले राख्न सकिन्छ। र अब मैले मुख्य चाहिँ एजेन्डा भनेको चाहिँ स्टक म्यानेजमेन्टमा गएँ। स्टक म्यानेजमेन्ट भनेको तपाईँको इटिभीको चाहिँ नयाँ फिचर हो। अहिलेको लेटेस्ट फिचर भनेको चाहिँ स्टक म्यानेजमेन्ट हो। स्टक म्यानेजमेन्टलाई तपाईँले महत्त्वपूर्ण रूपले बुझ्नुपर्ने हुन्छ। र यहाँ ड्रगको नेम भनेको छ, तपाईँको ड्रगको नेम कुनै एडिट गर्नुपर्ने थप्नुपर्ने छ भने राख्न सक्नुहुन्छ। नभएपछि यहाँ पुग्ने जति सबै कुराकानी चाहिँ
इटिभीले चाहिँ राखिदिएको छ, क्रिएट गरेर राख्न सक्नुहुन्छ। अब अर्डरको हिस्ट्री हेर्न सक्नुहुन्छ तपाईँले, कति पटक चाहिँ इटिभीको लागि चाहिँ औषधि, टिभीको लागि औषधि माग्नुभयो भनेर चाहिँ यो अर्डरको हिस्ट्री पनि हेर्न सक्नुहुन्छ। अहिले त मैले कसैले कहिले पनि मागेको छैन, भर्खर आएको फिचर हो। र त्यसपछि न्यू अर्डर, यहाँ न्यू अर्डरमा क्लिक गर्नुभयो भने अब यो आर्थिक वर्षमा तपाईँलाई कति औषधि चाहिन्छ अथवा यो महिनामा कति औषधि चाहिन्छ भनेर माग गर्नु पऱ्यो भने त्यो अवस्थामा एउटा कुनै महिना सिलेक्ट गर्ने, अर्डरको मिति सिलेक्ट गर्ने, गरिसकेपछि चाहिँ यो इटिभीमा सो फर्म, सो रिपोर्ट भनेको ठाउँमा चाहिँ तपाईँले चाहिँ यो ब्लू कलरको जुन छ त्यसमा क्लिक गर्नुभयो भने यसमा के लुकेको छ भन्ने बुझिन्छ। यो इटिभीमा चाहिँ ब्लू कलरमा क्लिक गर्नुभयो र सो भनेको ठाउँमा सो गर्ने, क्लिक गर्ने, भ्यू भनेको ठाउँमा हेर्ने गर्नुभयो भने सबै कुरा नै खुल्छ। र यति गर्नुभयो भने यो अर्डर फर्म खुल्छ। अर्डर फर्म खुलिसकेपछि तपाईँले ड्रग अर्डर फर्म पहिला डाउनलोड गरेर क्यालकुलेटर हानेर भर्नुहुन्थ्यो, अनि भरेपछि चाहिँ तपाईँले चाहिँ फेरि पठाउनुहुन्थ्यो। अब त्यो जमाना गयो, यसले चाहिँ नयाँ सुरुवात गर्यो है त इटिभीले चाहिँ। यसमा के छ भन्नुहुन्छ भने यो केस, अब तपाईँको चाहिँ यो आर्थिक वर्षमा कतिवटा केस छ भन्नुहुन्छ, एउटा केस छ। ल एउटा केस छ भने एउटा हाल्नुहोस्, दुईवटा छ भने दुईवटा हाल्नुहोस्, यो कुराकानी त मैले सिकाउनु पर्दैन। एउटा केस छ त मान मैले एउटा हालेँ है त। यो एचआरजेडी खाने एउटा एडुल्ट छ, एउटा क्लिक गरेँ र एचआरजेडी खानेले त एचआर पनि त खाला, र मैले फेरि एचआरमा पनि एक लेखेँ भने अटोमेटिक रूपमा यसले चाहिँ कति औषधि चाहिन्छ भन्ने कुराकानी क्यालकुलेट गरेर यता साइडमा राख्छ। यदि मैले 2 गराएँ भने 180 × 2 गरेर चाहिँ यसले रिपोर्ट देखाउँछ है त। यहाँ माथि 360 देखाउँछ। अनि यदि मैले 5वटा गराएँ भने यतापट्टि चाहिँ 5वटा क्रस गरेर देखाइदिन्छ। त्यो हिसाबले तपाईँले राख्नुभयो भने जति तपाईँलाई चाहिने हो, जतिवटा केस छन् त्यही अनुसार चाहिँ तपाईँले यहाँ इन्ट्री गर्नुभयो भने अटोमेटिक बन्छ रिपोर्ट चाहिँ। अब यो रिपोर्ट चाहिँ अटोमेटिक रूपमा बनिसक्यो, यतिवटा औषधि चाहिँदो रहेछ, यो गर्नुपर्दो रहेछ तपाईँको चाहिँ भन्ने कारण चाहिँ यसले चाहिँ के गर्यो त अटोमेटिक रूपमा देखायो। यसलाई हामीले सेभ गऱ्यौँ भने अटोमेटिक रूपमा सेभ भयो, अथवा यसलाई हामीले प्रिन्ट पनि गर्न सक्यौँ, Ctrl+P गरेर प्रिन्ट पनि गर्न सकियो है। यसरी गरेर तपाईँले चाहिँ अबको ड्रग अर्डर फर्म चाहिँ यसरी भर्नु होला। र स्टक इन्ट्री भनेको छ त, मानौँ तपाईँकोमा चाहिँ धेरै स्टक थियो, त्यो अवस्थामा तपाईँले चाहिँ यहाँ स्टक इन्ट्री पनि गर्न सक्नुहुन्छ। अटोमेटिक रूपमा चाहिँ यहाँ क्लिक गरेर यसले अटोमेटिक रूपमा देखाउँछ उतापट्टि गएर। यो अवस्थामा तपाईँले चाहिँ यहाँ कतिवटा स्टक थियो भनेर चाहिँ मिलान पनि गर्न सक्नुहुन्छ। सबै कुराकानी यहाँ राखिदिएको छ। र न्यू स्टक इन्ट्री पनि गर्न सक्नुहुन्छ। जस्तै तपाईँको चाहिँ अब यति औषधि आएको थियो, मैले अब नयाँ औषधि इन्ट्री गर्नु पऱ्यो भन्नुहुन्छ भने त्यस्तो अवस्थामा नयाँ औषधि चाहिँ कुनै आएको छ, अथवा तपाईँको चाहिँ पहिला मागभन्दा धेरै आएको पनि हुनसक्छ, थोरै आएको पनि हुनसक्छ, अथवा तपाईँसँग भएको स्टक चाहिँ एक्सपायर भएको हुनसक्छ। त्यो अवस्थामा यहाँनिर चाहिँ एक्सपायर छ भने एक्सपायर लेखिदिनुहोस्, स्टक चाहिँ छैन भनेपछि चाहिँ सङ्ख्या लेख्नु, कतिवटा एक्सपायर, 50वटा एक्सपायर भयो, 50वटा लेखिदिनुहोस्। अब तपाईँको पालिकाबाट होइन अघिल्लो आर्थिक वर्ष चाहिँ यतिवटा थियो, यतिवटा चाहिँ मसँग चाहिँ अब यहाँ राख्नु पऱ्यो भन्नुहुन्छ भने त्यो हिसाबले यहाँ चाहिँ इन्ट्री गरेर राख्न सक्नुहुन्छ, सेभ गरेर। यो अटोमेटिक रूपमा उतापट्टि देखाउँछ फेरि है, यो अर्डरमा चाहिँ गएर देखाउँछ। र ब्यालेन्स पनि गर्न सक्नुहुन्छ। कहिलेकाहीँ तपाईँको चाहिँ औषधिहरूको चाहिँ केही तलमाथि हुनसक्छ, यो हाम्रो ब्यालेन्स के कति छ भनेर हेर्न सक्नुहुन्छ यताबाट चाहिँ। इटिभीको चाहिँ मुख्य कुराकानी यही नै हो। अब यहाँ आर्थिक वर्ष सुरुमा देखाइहाल्छ, कतिपय साथीहरू चाहिँ झुक्किनुहुन्छ, 81 बयसकी आर्थिक वर्षमा गइराख्नुहुन्छ र 81 बयसकीमा डाटा हाल्ने, त्यहीँबाट इन्ट्री गर्ने, पठाउने गर्दाखेरि चाहिँ तपाईँको रिपोर्ट बिग्रिन्छ। सबैभन्दा पहिला यसै करेन्ट इयर हो कि होइन भनेर हेर्नु होला। र यो नोटिफिकेसनमा चाहिँ घन्टी बजेको छ भने हेर्नु होला, कसैले चाहिँ पेसेन्ट पठाएको हो कि, कसैले मेसेज गरेको हो कि, अथवा मेरोमा के बिग्रेको छ कि भन्ने कुराकानीको नोटिफिकेसन चाहिँ यसमा देखाउँछ। र यो नोटिफिकेसन पनि हामी नियमित रूपमा हेर्नुपर्छ भन्दै आजको इटिभीमा चाहिँ सेसन कस्तो रह्यो यहाँहरूलाई चाहिँ यो अन्तिमसम्म हेरेर साथ दिनु होला भन्दै म सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै आज हामीले अब कतिको सिकाउन सफल भयौँ। भिडियो पौज गरेर चाहिँ हेर्नु होला। हस्, आजलाई यति नै, धन्यवाद।